Hello everyone, I'm Unisa Tirwa. Right now I'm second year BSc Nursing student at B.P. Koirala Institute of Health Sciences, Tarangopa. In 2024 CE examination, I was able to get 127 rank and scholarship in BSc Nursing entrance examination. For the aspirants who are preparing for entrance examination, I want to give some of the tips that may be helpful for you. So first thing first, तपाईले चाहिँ के पढ्नु हुँदैछ त्यो राम्ररी पढ्नुहोस् र know your syllabus very well. Memorize त गर्नै पर्यो त्यो कुराहरू पोइन्टमा हुन्छ र हाइलाइटेड कुराहरू मेमोराइज गर्नु त्यो भन्दा अरु कुनै विकल्प छैन तर जुन कन्सेप्ट छ जुन थ्योरी छ त्यो चाहिँ मजाले कन्सेप्चुअलाइज गरेर बुझ्नु भयो भने चाहिँ जस्तोसुकै क्वेशन पनि घुमाएर सोध्यो भने पनि तपाईले त्यसलाई आन्सर गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ रिभाइज रेगुलरली। तपाईले जे पढ्नु हुँदैछ त्यो कुरा चाहिँ मजाले रिभाइज गर्नुस् र आज पढे भोलि त्यो कुरा छोड्ने हैन। जुन पढ्नु भएको छ त्यो कुरालाई तपाईले कन्सिस्टेन्टली रूपमा चाहिँ पढिराख्न पर्यो बिकज अभियसली ह्युमन ब्रेन हो, बिर्सिन सकिन्छ। अर्को भनेको चाहिँ प्र्याक्टिस डेली। तपाईको बुक हुन्छ त्यो बुकको पछाडी चाहिँ एमसीक्यूजहरु हुन्छ त्यो एमसीक्यूजहरु चाहिँ तपाईले डेली प्र्याक्टिस गर्नु पर्यो र यसरी नै हो आफ्नो ब्रेनलाई ट्रेन गर्ने टु एक्सेल एन्ड टु गेट अ प्रपर मार्क्स इन सीई। अर्को भनेको चाहिँ मक टेस्ट। These mock tests are game changer. तपाईले mock test मा दिनुभएको धेरैवटा क्वेशन चाहिँ सी एक्जामिनेसन मा चाहिँ रिपिट हुन्छ। सो mock test चाहिँ एकदम कन्सिस्टेन्टली हजुरले दिन पर्छ। सबैको आफआफ्नो पढ्ने प्याटर्न हुन्छ। सम अफ माई टिप्स तपाईलाई अलिकति भए पनि सजिलो हुन्छ भन्ने मैले आशा गरेको छु। तर जबसम्म तपाईले बुक खोलेर चाहिँ बुकको अगाडि बस्नु हुँदैन, पढ्नु हुँदैन, यी सबै टिप्सहरु चाहिँ बेकारै जान्छ किनभने एट द एन्ड पढ्ने तपाईले हो र राम्रो मार्क्स आयो भने पनि तपाईकै लागि हुन्छ, स्कलरशिप पाउनु भयो भने पनि तपाईको लागि हुन्छ। सो जबसम्म तपाईले पढ्नु हुँदैन तबसम्म केही पनि हुँदैन। तर पनि कहिलेकाहीँ चाहिँ विथ अल दिस इफोर्ट पछाडी पढ्न सकिन्छ किनभने यो प्रिपरेसन जर्नीमा चाहिँ तपाई एक्लै हुनुहुन्न, तपाईको धेरैजना प्रतिस्पर्धाहरू हुनुहुन्छ। त्यसको लागि चाहिँ तपाईले प्रोपर गाइडेन्स र प्रोपर काउन्सिलिङ पाउनुपर्छ। For proper guidance and proper counseling, there is Akash Institute always for you. मेरो पालोमा पनि म धेरै नै कन्फ्युज्ड भएको थिएँ and I really needed a guidance. For that, Akash Institute was really there for me in every step of my entrance preparation journey. जबदेखि मैले Akash Institute join गरे र जबसम्म मैले नाम निकाले in scholarship, in this period, Akash Institute was always there for me to help me, to guide me. At the end, thanks to Akash Institute, I not only improved my academic skills, but also my confidence as well. So if you're someone preparing for upcoming CE examination, my advice is study and practice each and every question smartly and stay focused to the goal. And don't hesitate to take guidance. For me, that guidance came from Akash Institute and I'm really grateful to the role that they have played in my life. Thank you so much and all the best, and believe in yourself because if I can do it, you can do it too.